मेटामाथि प्रतिबन्धले उल्टै नेपाललाई करोडौं घाटा। नेपालमा सामाजिक सञ्जाल कम्पनी मेटामाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बेला नयाँ तथ्याङ्कले चकित तुल्याएको छ। स्रोत अनुसार यदि नेपालले मेटा अर्थात् फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप माथि प्रतिबन्ध लगायो भने देशलाई उल्टै अन्तर्राष्ट्रिय ब्यान्डविड्थ मार्फत मासिक करोडौं रुपियाँ घाटा लाग्नेछ। विश्लेषकहरूका अनुसार मेटा नेपालमा ठूलो मात्रामा सामग्री ट्राफिक ल्याउने कम्पनी हो, त्यसैले यसमाथिको रोकले इन्टरनेट सेवा प्रदायकहरूको आम्दानीमा भारी असर गर्नेछ। त्यसैगरी डिजिटल मार्केटिङ सामग्री र साना व्यवसायहरूमाथि पनि प्रत्यक्ष असर पर्ने देखिन्छ। विशेषज्ञहरूको सुझाव, सामाजिक सञ्जाल नियमन गर्ने काम नीतिगत र व्यावहारिक आधारमा गरिनुपर्छ, न कि हचुवामा प्रतिबन्ध लगाएर। यस विषयमा सम्बन्धित निकायले गम्भीर समीक्षा गरिरहेको जनाइएको छ। हेर्दै गर्नुहोस् एसए न्युज नेपाल।